काठमाडौँ महानगरपालिकाको सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकन गर्ने कार्यका लागि बागमती प्रदेश सरकारबाट जारी भएको स्थानीय सेवा ऐनको दफा 5 बमोजिम गठित समितिबाट पेश हुने सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन नगर कार्यपालिकाबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याउन नगर कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णयका लागि पेश गर्दछु। पक्षमा हुने सदस्यले हुन्छ भन्नुहोला, विपक्षमा हुने सदस्यले हुन्न भन्नुहोला, तटस्थ रहने सदस्यले मत दिन्न भन्नुहोला। हुन्छ भन्ने सर्वसम्मत सदस्यको ध्वनि मतका आधारमा कार्यपालिकालाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव नगरसभा सञ्चालन ऐन कार्यविधि 2075 को दफा 16 बमोजिम स्वीकृत भएको घोषणा गर्दछु। यस सभामा छलफल गर्ने अन्य विषय नभएकाले र निर्धारित कार्यसूची उल्लिखित प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएकाले यस कार्यमा संलग्न सबै जनप्रतिनिधि तथा कर्मचारीलाई धन्यवाद सहित नगरसभा सञ्चालन ऐन 2075 को दफा 3 को उपदफा 2 बमोजिम काठमाडौँ महानगरपालिका नगरसभाको 18औं अधिवेशन अन्त्य भएको घोषणा गर्दछु। धन्यवाद।